भाइ सुन न सुन हजुर त्यो यार अस्ति एउटा सुनाएको एउटा त्यो थियो नि एउटा त्यो के त्यो सुनाउ न अस्ति एउटा सुनाएको थियो नि मलाई कहाँ अनि बाटोमा हौ दाइ घर जाने बेला भइसक्यो होइन मैले त यसो हेर्न मलाई मात्र हेर्नलाईको लागि हो कि कहाँ तपाईँ भिडियो बनाइरहनु भएको दाइ कसलाई पठाउनु मैले आफैलाई हेर्नलाई हो पठाउनुलाई त होइन पठाउनु भन्ने हो फेरि भनिदेऊ न सुरु गरौँ भन न सुरु गरौँ गर न मान्छे आइरहेको क्या बाटोमा फेरि केही हुन्न के मान्छेले के हो भन न कसै नपठाउनु है त पठाउनु ल ठिक छ त्यसो भए कसले भन्यो र सम्बन्ध गाँच्न जात मिल्नुपर्छ कसले भन्यो र सम्बन्ध गाँच्न जात मिल्नुपर्छ त्योभन्दा पहिला त औकात मिल्नुपर्छ वाउ कसले भन्यो र सम्बन्ध गाँच्न जात मिल्नुपर्छ त्योभन्दा पहिला त औकात मिल्नुपर्छ माया लाउनु अघि हेर्दैनन् केही कसैले भनेको टेर्दैनन् केही बस हाँसमाएर टुल्न पाए पुग्छ एकअर्कामै भुल्न पाए पुग्छ सधैँ यस्तै भइरहे त कति आनन्द हुन्थ्यो होला है तर जब उसको बाउले तिम्रो नक्सा कोटाउँछ त्यहाँनिर गोरेटो बाटोले पनि नछोएको तिम्रो घर भेटाउँछ तब सुरु हुन्छ असली कहानी तर पनि गुनासो केही छैन किनकि परिवारले खुसी भन्दा पहिले सुख चाहन्छ वाउ तर उसलाई यो पनि राम्रोसँग थाहा छ कि सपनाकै भए पनि महल उसको नाम गरिदिने मान्छे म आफू नखाई उसको पेट भरिदिने मान्छे म सोच्यो होला यति सजिलै किन हार माने भनेर कोसिसै नगरी आफूलाई कायर ठाने भनेर तर पनि सोचे जस्तो सजिलो कहाँ छ र किनकि ऊ र म एक हुनलाई त उसको बिरयानीसित मेरो भुटेको भात मिल्नुपर्छ भातको रङ होइन स्वाद मिल्नुपर्छ उनी बैशाखको घामसित म साउनको बर्सात मिल्नुपर्छ सहरिया खानदानसित मेरो गाउँले बात मिल्नुपर्छ उसो त पूर्णिमाको जुनसित औँसीको रात मिल्नुपर्छ ल दाइ तपाईँ आफै भन्नुहोस् त अब सम्बन्ध गाँच्न जात मिल्नुपर्छ कि औकात मिल्नुपर्छ मेरो भाइ छोयो दिल छोयो